सम्पूर्ण साथीहरुमा नमस्कार। आज हामी आर्थिक सर्वेक्षण 2081 बाट केही महत्त्वपूर्ण मुद्दाहरूको बारेमा यहाँ चर्चा गर्न गइरहेका छौं। जस अन्तर्गत हामी सुरुमा विश्व अर्थतन्त्रलाई हेरौं। विश्व अर्थतन्त्र सन् 2024 मा विश्व अर्थतन्त्र 3.3% बढ्यो भने सन् 2025 मा 2.8% बढ्ने अनुमान गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष अप्रिल 2025 को प्रतिवेदनले त्यो वृद्धि दरको अनुमान गरेको छ र त्यसैले आर्थिक सर्वेक्षण समितिले त्यसैगरी सन् 2024 मा न्यून आय भएका विकासशील अर्थतन्त्र वृद्धि दर 4% रहेकोमा सन् 2025 मा 4.2% हुने अनुमान। त्यो बाहेक पनि अरू विभिन्न जस्तो युरोपियन युनियन, पूर्वीय अफ्रिका आदिको चाहिँ अर्थतन्त्रहरूको बारेमा आर्थिक सर्वेक्षण समितिले पनि नेपाल न्यून आय भएको विकासशील अर्थतन्त्रमा पर्ने र विश्व अर्थतन्त्र चाहिँ समग्र विश्वको भएको हुनाले मैले यहाँ दुईवटा उदाहरण मात्र समेटेको छु। त्यसैगरी सन् 2024 मा नेपालको आर्थिक वृद्धि 3.1% रहेकोमा सन् 2025 मा 4% हुने अनुमान छ। साथीहरु, हाम्रो 82-83 को बजेटले चाहिँ आर्थिक वृद्धि दरको लक्ष्य कति तोकेको छ भन्दा 6% चाहिँ तोकेको छ अथवा अनुमान गरेको छ। त्यस्तै आइएमएफले नेपालको आर्थिक वृद्धि सन् 2024 मा 3.1 भएको यो वास्तविक र 2025 मा 4% हुने अनुमान गरेको भन्ने कुरा आर्थिक सर्वेक्षणले देखायो। त्यसैगरी सन् 2024 मा नेपालको मुद्रास्फीति 5.4% रहेकोमा सन् 2025 मा चाहिँ 4.9% हुने अनुमान रहेको कुरा यहाँ उल्लेख गरियो। सन् 2020 देखि 2024 सम्म नेपालको औसत मुद्रास्फीति चाहिँ 5.8% रहेको। यो हाम्रो 5 वर्षको औसत मुद्रास्फीति यहाँ के र जुन हाम्रो लिखित पत्रहरुमा अथवा कुनै एनालाइसिस गर्दाखेरि हाम्रो ट्रेन्ड के छ त मुद्रास्फीति भनेको मुद्रास्फीति भन्नाले मूल्य अभिवृद्धि कति छ भन्ने आधारमा देखाउँछ। यो तथ्याङ्क चाहिँ मूल्य अभिवृद्धिको आधारमा लिने गर्छ र यो मुद्रास्फीति जति कम भयो त्यति राम्रो मानिन्छ भने आर्थिक वृद्धि दर जति बढी भयो त्यति राम्रो मानिन्छ। त्यसैगरी अब राष्ट्रिय अर्थतन्त्रतिर जाउँ हामी। विश्व अर्थतन्त्रसँगै राष्ट्रिय अर्थतन्त्र आर्थिक सर्वेक्षण 81-82 भन्ने बित्तिकै हामीले के बुझ्नु पर्यो भन्दा आर्थिक सर्वेक्षण जेठ 15 गते बजेट भाषण हुनुभन्दा केही दिन अगाडि अथवा त्यो बजेट भाषणभन्दा अगाडि अर्थमन्त्रीले प्रस्तुत गर्ने गर्दछन् र त्यसको कारण 81-82 को आर्थिक वर्ष सकिनसकेको हुनाले जेठमै सकिनसकेको हुनाले यसमा वास्तविक तथ्याङ्क नभई अनुमानित तथ्याङ्क मात्र उल्लेख गरिएको हुन्छ। त्यसैगरी अघिल्लो आर्थिक वर्ष अर्थात् 81-82 को आर्थिक सर्वेक्षणमा चाहिँ ओसी 81 को चाहिँ वास्तविक तथ्याङ्क राखिएको हुन्छ र अब ओसी 81 मा नेपालको आर्थिक वृद्धि दर 3.6% रहेकोमा अब 81-82 मा चाहिँ 4.61% रहने अनुमान। यो चाहिँ अब अहिले अनुमानित हुन्छ र त्यो चाहिँ बढ्न पनि सक्छ अथवा घट्न पनि सक्छ। ठ्याक्कै यही म्याच नहुन सक्छ। त्यसैगरी हामीले चाहिँ आर्थिक सर्वेक्षण भनेर सोध्यो भने चाहिँ यही नै लेख्नु पर्यो। त्यस्तै अब ओसी 81 मा कृषि र गैर कृषि क्षेत्रको उत्पादन कुल मूल्य अभिवृद्धि अर्थात् उत्पादन कति बढ्यो भन्ने नै वृद्धि दर हो के। त्यसैले कृषि क्षेत्रको 3.35% र गैर कृषि क्षेत्रको 3.36% ले बढ्यो भने 81-82 मा 3.28 र 4.28% ले बढ्ने अनुमान। धान उत्पादन चाहिँ 81-82 मा 4.04% ले बढ्ने अनुमान। यहाँ चाहिँ 82-83 भएको रहेछ। यो टाइपिङ मिस्टेक भएछ, यसको लागि सरी। अब ओसी 81 मा प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्रको वृद्धि दर क्रमशः 3.35 माइनस 0.03 अर्थात् वृद्धि दरको घटेको रहेछ। द्वितीय क्षेत्रको माइनसमा गएको रहेछ, सङ्कुचन भएको रहेछ। त्यसैगरी 4.35% चाहिँ सेवा क्षेत्रको वृद्धि दर 3.35 माइनस 0.03 र 4.35 81-82 मा त्यो भयो भने 82-83 मा चाहिँ 3.25 यो चाहिँ केही घट्ने भयो। कृषिको प्राथमिक क्षेत्रको वृद्धि दर केही घट्ने देखियो भने द्वितीय क्षेत्रको 4.65 र सेवा क्षेत्रको 4.21 हुने अनुमान रहेको छ। कुल ग्रास्थ उत्पादनमा क्षेत्रगत संरचना अथवा हाम्रा तीनटा क्षेत्रहरू प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र, सेवा क्षेत्र र त्यो अन्तर्गतका उपक्षेत्रहरूको क्षेत्रगत योगदान चाहिँ कस्तो रहेछ भन्ने कुरा ओसी 81 को चाहिँ यथार्थ र 81-82 को अनुमान। साथै तपाईहरुलाई सहज होस् भन्नको लागि 16 योजनाको लक्ष्य चाहिँ के छ त, अब 85-86 सम्ममा कति पुर्याउने लक्ष्य छ त भन्ने कुरा समेत मैले यहाँ संलग्न गरेको छु। प्राथमिक क्षेत्रको चाहिँ अब ओसी 81 मा 25.19% ले योगदान रहेछ भने ओसी 81 मा 81-82 मा चाहिँ 25.62% रहने अनुमान रहेछ र हाम्रो प्राथमिक क्षेत्रको योगदान चाहिँ हामीले 16औं योजना चाहिँ 85-86 सम्म 21.4% पुर्याउने लक्ष्य लिएको रहेछ। अर्थात् प्राथमिक क्षेत्रको
योगदान चाहिँ कुल ग्रास्त उत्पादनमा घटाउने हाम्रो नीति रहेको रहेछ। त्यसै गरी कृषि अन्तर्गत कृषि वन तथा मत्स्य पालनमा चाहिँ 24.71% औँसी 81मा 25.16% 81-82मा हुने अनुमान र हाम्रो चाहिँ 16औं योजनाको लक्ष्य चाहिँ 21%मा झार्ने लक्ष्य रहेछ। खानी तथा उत्खनन 0.48 रहेछ वास्तविक औँसी 81को अनुमानित 81-82को 0.4 छ र 0.5%मा सीमित गर्ने लक्ष्य चाहिँ हाम्रो 16औं योजनाको रहेछ। त्यसै द्वितीय क्षेत्रको योगदान 12.43% रहेछ औँसी 81मा वास्तविक 81-82मा अनुमानित 12.37% र हाम्रो 16औं योजनाको लक्ष्य चाहिँ 15.2%। अर्थात् प्राथमिक क्षेत्रको योगदान अथवा कृषि क्षेत्रको योगदान घटाई द्वितीय क्षेत्रको योगदान बढाउने चाहिँ हाम्रो नीति रहेको कुरा यो तथ्याङ्कबाट हामीले अनुमान गर्न सकिन्छ। त्यसै उत्पादनमूलक उद्योग द्वितीय क्षेत्र अन्तर्गत 4वटा उपक्षेत्रहरू रहेका छन्, जसमा उत्पादनमूलक उद्योगको योगदान औँसी 81मा वास्तविक 4.93%, 81-82मा अनुमानित योगदान 4.98% र 16औं योजनाको लक्ष्य 5.4% उत्पादनमूलक योगदान बढाउने रहेछ। त्यस्तै विद्युत ग्यास बाष्प तथा वातानुकूलित आपूर्ति सेवा 1.67% योगदान रहेको, विद्युत उत्पादन बढ्दै गएकोले 1.67% योगदान। त्यसै गरी 1.73% योगदान चाहिँ 81-82मा हुने अनुमान र हाम्रो लक्ष्य चाहिँ 3.1%। यो पनि विद्युत उत्पादन बढाउने कारणले गर्दाखेरि हाम्रो लक्ष्य यो चाहिँ यो बढी गराउन खोजिएको देखियो। पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरूको योगदान चाहिँ 0.44% रह्यो औँसी 81मा, 81-82मा 0.42% र 16औं योजनाको अन्त्यमा 0.5% बढाउने लक्ष्य। दुईवटा चाहिँ हाम्रो 0.5%को लक्ष्य रहेछ, एउटा खानी तथा उत्खननको अनि पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः। त्यसै गरी निर्माण उद्योग, जसले निर्माणको क्षेत्रमा चाहिँ हाम्रो चाहिँ 5.40 रहेछ औँसी 81को वास्तविक योगदान कुल ग्रास्त उत्पादनमा, अनि 5.24% चाहिँ हाम्रो पुर्याउने लक्ष्य के अरे अनुमानित 81-82को र 16औं योजनाको लक्ष्य चाहिँ 6.2%। सेवा क्षेत्र भनेको 62.38% योगदान भएछ औँसी 81मा, 81-82मा 62.01%, थोरै योगदान घटेछ। अर्थात् हाम्रो कृषि क्षेत्रको योगदान बढ्दा सेवा क्षेत्रको योगदान चाहिँ घटिरहेको रहेछ। अनि हाम्रो लक्ष्य चाहिँ 63.4% बनाउने 16औं योजनाको अन्त्यमा रहेछ। थोक तथा खुद्रा व्यापार सेवा अन्तर्गत फेरि 12वटा उपक्षेत्रहरू यहाँ मैले उल्लेख गरेको छु, जसमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको 14% योगदान रहेकोमा 81-82मा 14.55% र 82-83मा 14%, 85-86मा 16औं योजनाको अन्त्यमा चाहिँ 14%मा सीमित गर्ने लक्ष्य। यातायात तथा भण्डारण 8.1%मा पुर्याउने लक्ष्य र यसको अहिलेको तथ्याङ्क चाहिँ यहाँ उल्लेख गर्न छोडेछ। आवास तथा भवन सेवा म चाहिँ 2.40 औँसी 81मा, 2.46 81-82मा र 3.3% पुर्याउने चाहिँ लक्ष्य। सूचना तथा सञ्चार 1.9%, 1.94। यहाँ मैले सबै कुरा उल्लेख गरेँ पनि हजुरहरूले यसलाई विशेष गरी शिक्षाको योगदान, सेवाको कुनै विशेषको मात्रै सम्झिँदा हुन्छ। सबै कुराहरू चाहिँ त्यही प्राथमिक, द्वितीय र सेवा क्षेत्र अनि कृषि क्षेत्र, उत्पादनमूलक उद्योग पनि एकचोटि सोधेको जस्तो लाग्छ मलाई, उत्पादनमूलक उद्योगको योगदान कति पुर्याउने भनेर। अनि निर्माण यो केही महत्त्वपूर्ण मेनहरूको चाहिँ याद गर्नुहोला। शिक्षाको योगदान भने मैले अहिले शिक्षाको योगदान 8.54% औँसी 81मा वास्तविक, अनि 81-82मा यो घटेर 7.87% र हाम्रो 16औं योजनाको लक्ष्य चाहिँ 7.8%। अर्थात् हामी 16औं योजनाको लक्ष्य चाहिँ शिक्षाको चाहिँ लगभग मिलिरहेको रहेछ। अनि गैर कृषि क्षेत्र, कृषि र गैर कृषि भनेर छुट्याएर पनि हेरिन्छ। जुन कृषि बाहेकका सबैलाई चाहिँ गैर कृषिमा लिने गरिन्छ। कृषि भनेर माथि जुन हामीले कृषि, वन तथा मत्स्य पालन भन्यो, त्यो बाहेकहरू सबै 75.3% चाहिँ यो गैर कृषिमा पऱ्यो र 74.8% चाहिँ 81-82मा योगदान पुग्ने अनुमान र कुल ग्रास्त उत्पादनमा गैर कृषि क्षेत्रको योगदान 79%। अर्थात् हाम्रो कृषि क्षेत्रको योगदान 21% पुर्याउने लक्ष्य
भन्नुको मतलब हाम्रो गैर कृषि क्षेत्रको योगदान चाहिँ 79%, 100बाट 21 घटाउँदा 79 हुने भएको हुनाले यो 100 चाहिँ हामीले लगाउन सकिन्छ। जुन कृषि क्षेत्रको योगदान हामीले जानियो भने त्यसलाई 100बाट घटाउँदाखेरि गैर कृषि क्षेत्रको योगदान चाहिँ हाम्रो आउने गर्छ। त्यसै उद्योगमा चाहिँ हाम्रो द्वितीय क्षेत्र पुरै र खानी तथा उत्पादन। प्राथमिक क्षेत्रमा कृषि क्षेत्र र खानी तथा उत्पादन हुन्छ भने कृषिलाई छोडेर उद्योग भनेको चाहिँ द्वितीय क्षेत्रको योगदान प्लस खानी तथा उत्पादनको योगदान जोडेर चाहिँ हामीले यो चाहिँ के अरे उद्योग क्षेत्रको योगदान निकाल्न सक्छ। उद्योग क्षेत्रको योगदान चाहिँ हाम्रो OC 81मा कति रहेछ भन्दा 12.91% रहेछ र 12.83% चाहिँ 81-82मा हुने भनेर हामीलाई लेख्यो र यसमा चाहिँ उद्योगको लागि चाहिँ छुट्टै योगदान यति पुर्याउने भनेर सर्वेक्षणले तोकेको छैन। अब पछिल्लो एक दशकमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको औसत योगदान क्रमशः 25.5% र 74.5% रहेको। अर्थात् हाम्रो करिब 4 भागमध्ये 3 भाग गैर कृषि क्षेत्रको र 1 भाग कृषि क्षेत्रको योगदान 25%को हाराहारीमा कृषि क्षेत्रको योगदान र गैर कृषि क्षेत्र 50% हाराहारीमा रहेको यो हामीले यहाँबाट अनुमान लगाउन सक्छौँ। प्रति व्यक्ति आय चाहिँ हाम्रो आर्थिक सर्वेक्षण 81-82मा प्रति व्यक्ति आय चाहिँ हाम्रो 81-82 OC 81 को यथार्थ अमेरिकी डलरमा यो चाहिँ प्रति व्यक्ति आय अमेरिकी डलरमा प्रति व्यक्ति कुल ग्रास्त उत्पादन 1443 अमेरिकी डलर रहेको थियो। अब OC 81मा भने 81-82मा 1496 अमेरिकी डलर पुग्ने अनुमान र 16औं योजनाको हाम्रो लक्ष्य चाहिँ प्रति व्यक्ति कुल ग्रास्त उत्पादन चाहिँ 2319 पुर्याउनु लक्ष्य। त्यस्तै प्रति व्यक्ति कुल राष्ट्रिय आय 1467 अमेरिकी डलर अनि OC 81मा यथार्थ त्यति रहेछ भने 81-82मा चाहिँ अनुमानित 1517 डलर पुग्ने अनुमान र 85-86 को लक्ष्य चाहिँ हाम्रो 2351। प्रति व्यक्ति कुल खर्च योग्य आय चाहिँ 1864 डलर र 1940 डलर चाहिँ 81-82मा र OC 81मा 1864 डलर। प्रति व्यक्ति कुल ग्रास्त उत्पादन र प्रति व्यक्ति कुल राष्ट्रिय आयमा चाहिँ तपाईँहरूको एउटा कन्फ्युजन हुन्छ चाहिँ यो कस्तो हो भनेर। प्रति व्यक्ति कुल ग्रास्त उत्पादन भनेको भन्दा कुनै एउटा निश्चित समयमा अर्थात् एक आर्थिक वर्षभित्र कुनै एउटा मुलुकमा भएको उत्पादन भएका वस्तु तथा सेवाको कुल मूल्यलाई त्यो मुलुकको जनसङ्ख्याले भाग गर्दा आउने चाहिँ अनुपात नै के हुन्छ, जनसङ्ख्याले भाग गर्दा आउने अनुपात चाहिँ के हो, प्रति व्यक्ति कुल ग्रास्त उत्पादन हो। अर्थात् यो देश बाहिरबाट ल्याएको आय गणना गरिँदैन र देश बाहिरको मान्छे अथवा विदेशीहरूले पनि स्वदेशमा आएर कुनै लगानी गरेर त्यहाँ उत्पादन गरिरहेछ भने वस्तु तथा सेवा उत्पादन भइरहेछ भने त्यसको मूल्य चाहिँ फेरि प्रति व्यक्ति कुल ग्रास्त उत्पादनमा गणना भइरहेको हुन्छ। र प्रति व्यक्ति कुल राष्ट्रिय आय भनेको कस्तो भन्दा स्वदेशी व्यक्तिले कुनै एउटा निश्चित आर्थिक वर्षभित्र अथवा निश्चित समयावधिभित्र कुनै एउटा मुलुकको बासिन्दाले जुनसुकै ठाउँबाट पनि यदि आम्दानी गरेर त्यो आय पठाउँछ भने चाहिँ त्यो आयलाई चाहिँ के अरे राष्ट्रिय आय कुल राष्ट्रिय आयमा समावेश गरिएको हुन्छ र त्यसलाई जनसङ्ख्याले भाग गर्दा प्रति व्यक्तिको कुल राष्ट्रिय आय आउने गर्छ। जस्तो विकसित मुलुकहरूमा चाहिँ उत्पादन कुल ग्रास्त उत्पादन धेरै हुन्छ, उनीहरूको ग्रास्त उत्पादन धेरै हुन्छ, त्यसले गर्दा प्रति व्यक्ति कुल ग्रास्त उत्पादन पनि धेरै हुन्छ भने हाम्रो जस्तो नेपाल जस्तो अल्प विकसित मुलुकहरू अथवा यो विकासशील मुलुकहरूको चाहिँ के हुन्छ भन्दा विप्रेषणबाट रकमहरू आइरहेको हुन्छ। त्यसले गर्दाखेरि हाम्रो कुल राष्ट्रिय आय चाहिँ बढी हुन्छ, कुल ग्रास्त उत्पादन चाहिँ कम हुन्छ। त्यसले गर्दा प्रति व्यक्तिमा पनि त्यो फरकपना देखिरहेको छ। केही थोरै मात्र देखिन्छ, डिफ्रेन्स धेरै नदेखिए पनि यो फरकपना देखिन्छ। कुल खर्च योग्य आय भने चाहिँ खर्च गर्न सक्षम हुने क्षमता अथवा कति चाहिँ खर्च गर्न सकिन्छ भन्ने कुरा हो। अब यसलाई त्यति डिटेलमा नजाउँ, बढी कुल ग्रास्त उत्पादन र कुल राष्ट्रिय आयलाई चाहिँ ख्याल गर्नु होला। हाम्रो 16औं योजनाको लक्ष्य पनि एकचोटि याद गर्नु होला। कति छ, 2351 अमेरिकी डलर कुल राष्ट्रिय आय हो भने 2319 अमेरिकी डलर चाहिँ प्रति व्यक्ति कुल ग्रास्त उत्पादन चाहिँ पुर्याउने लक्ष्य हाम्रो हो। अब हामी च्याप्टर 2 मा जाउँ। यो आर्थिक सर्वेक्षणकै च्याप्टर 2 मा समग्र आर्थिक स्थिति भन्नुपर्ने 2 चाहिँ सार्वजनिक वित्त। अब OC 81मा 3 तहका सरकारको राजस्व सङ्कलन, सञ्चित कोष र सङ्घीय इकाइको विभाज्य कोषमा जम्मा भएको रकम राजस्व अथवा सङ्घीय सञ्चित कोष सन्दर्भमा 3 तहकै सञ्चित कोष र सङ्घीय इकाइको विभाज्य कोष। 3 तहकै विभाज्य कोष भनेको के भन्दा कुनै पनि विभाजन अथवा बाँडफाँड गर्नुपर्ने राजस्व चाहिँ पहिला विभाज्य कोषमा जम्मा गरिन्छ अनि बल्ल बाँडफाँड पश्चात सम्बन्धित तहको सञ्चित कोषमा चाहिँ
रकम जम्मा गर्ने गरिन्छ। त्यसैले सङ्घीय विभाज्य गोष्ठी र सङ्घीय जनसङ्ख्या अथवा टोटल राजस्व सङ्कलन चाहिँ हाम्रो 10.4%ले वृद्धि भएर 11 खर्ब 50 अर्ब 79 करोड पुगेको, जसबाट सङ्घबाट सङ्कलित राजस्वको हिस्सा 92%। राजस्वको एकदम ठुलो हिस्सा चाहिँ सङ्घबाट सङ्कलन गरिन्छ। सङ्घबाट सङ्कलित 92% र प्रदेश हिस्सा सङ्कलित हिस्सा 8% रहेको। कुल राजस्वमध्ये 27.1% कर राजस्व र 12.9% गैर कर राजस्व रहेको। अब 80-81को कुरा भयो यो है। 81-82को चाहिँ यसमा समेटिएको छैन। अब 79मा राजस्व सङ्कलन 11.1%ले सङ्कलन अघिल्लो आर्थिक वर्ष। अब 79-80मा चाहिँ राजस्व सङ्कलन 11.1%ले चाहिँ घटेको देखियो। र राजस्व कर राजस्व भनेको करबाट सङ्कलित राजस्व र गैर कर राजस्व भनेको गैर करका स्रोतहरू गैर करका स्रोतबाट सङ्कलित राजस्व भयो। अब 80-81मा सङ्घ प्रदेश केन्द्रको सञ्चित कोषको राजस्व 10.4%ले वृद्धि भई 11 खर्ब 43 अर्ब 20 करोड पुगेको। सञ्चयीकृत कोषको राजस्व विभाज्य कोषको छोडेको छ। यसमा सङ्घीय विभाज्य कोषबाट जोडेर सञ्चित कोषमा जम्मा भएको राजस्व 3वटै तहको सञ्चित कोषमा चाहिँ जम्मा भएको राजस्व चाहिँ 10.4%ले वृद्धि भई 11 खर्ब 43 अर्ब 20 करोड चाहिँ 7 अर्बको चाहिँ फरकपना देखियो। यो सङ्घीय इकाइको विभाज्य कोषबाट प्रशासनिक खर्चहरू लगायतको खर्च घटाएर सङ्घीय सञ्चित कोषमा बाँडफाँडपछि सङ्घीय सञ्चित कोषमा जम्मा भएको राजस्व यो भयो। अब 80-81मा 3 तहको सरकार कुल आयमध्ये 95% राजस्व हिस्सा रहेको, अर्थात् आय हाम्रो भनेको सार्वजनिक आयमा हामीले के गरिन्छ भन्दा एउटा राजस्व भयो, अनि अथवा ब्याज कुनै पनि ऋण दिएको ऋण आउँदाखेरि हुने आम्दानी भयो, अनि त्यसपछि अनुदान बाहिरबाट प्राप्त भएको अनुदान होइन व्यक्ति अथवा संस्थाहरूबाट त्यो सबैलाई आय मानिन्छ भने 95% राजस्वको योगदान छ आयमा। बाँकी थोरै 4.8% मात्रै अन्य आयले समेटेको। अब 80-81मा 3 तहको सरकार कुल खर्च कुल राजस्व उत्पादन गर्ने बादमा 28.7% रहेको छ। 80-81मा चाहिँ 3 तहका सरकार कुल खर्च कुल राजस्व उत्पादन गर्ने बादमा 28.7%। कुल राजस्व उत्पादन हाम्रो जति छ त्यसको 28.7% चाहिँ खर्च गर्यो। त्यस्तै गरी अब 80मा सङ्घीय सरकारको खर्च कुल राजस्व उत्पादन गर्ने 24.41%। 3टा तहको सरकारको 28.7 भयो भने सङ्घीय सरकार मात्रको चाहिँ 24.41% रहेको। अब 80मा वित्तीय संस्थानहरूमध्ये सशक्त वित्तीय समानीकरण समग्र र विशेष अनुदान क्रमशः 54.7%, 38.2%, 4.1% र 3% रहेको। अर्थात् सशर्त अनुदान 54.7%, वित्तीय समानीकरण अनुदान 38.2%, समपूरक 4.1% र विशेष अनुदान 3% रहेको। यो हामीले के देख्यौँ भन्दा वित्तीय हस्तान्तरणमध्ये सशर्त अनुदान चाहिँ एकदम धेरै आधाभन्दा पनि बढी करिब 55% चाहिँ सशर्त अनुदान रहेछ र वित्तीय समानीकरण अनुदान चाहिँ हाम्रो 38.2% रहेछ र 4.1% समपूरक र विशेष 3%। यो हजुरहरूले अब बुझ्नु भएकै होला। सशर्त अनुदानहरूको एउटा शर्त तोकेर पठाइएको हुन्छ, त्यसले गर्दाखेरि अलिकति वित्तीय सङ्घीयताको कार्यान्वयनमा थोरै उनीहरूको निर्णयमा स्वतन्त्र निर्णय गर्ने अधिकारलाई सङ्कुचन भएको जस्तो मानिन्छ। त्यही भएर हाम्रो अहिलेको पछिल्लो समयको बहस के छ भन्दा सशर्त अनुदानको हिस्सा घटाएर वित्तीय समानीकरणको अनुदानको हिस्सा बढाउनुपर्छ भन्ने बहस पछिल्लो समय हाम्रो देखिरहेको छ। यो चाहिँ अझै पनि त्यो हुन सकेको देखिएको छैन। यो तथ्याङ्कलाई हेर्दाखेरि 80-81को तथ्याङ्कलाई हेर्दा त्यसले गर्दा वित्तीय सङ्घीयताको कार्यान्वयनलाई अलिकति पूर्ण कार्यान्वयनतर्फ चाहिँ गएको त्यति नदेखिएको हो कि भन्नेले चाहिँ यो तथ्याङ्कले देखायो। त्यस्तै अब 80-81मा सङ्घीय सरकारको सङ्कलन गरेको कुल राजस्वमध्ये मूल्य वृद्धि कर, आयकर, भन्सार महसुल, अन्तःशुल्क, अन्य कर र गैर कर राजस्व योगदान क्रमशः 29.3%, 26.7%, 19%, 13.8%, 0.3% र 10.8% रहेको। यसले के देखाउँछ भन्दा हाम्रो सबैभन्दा धेरै राजस्व चाहिँ मूल्य वृद्धि करबाट कर राजस्वमध्ये मूल्य वृद्धि करको राजस्व चाहिँ एकदम धेरै 29.3% भन्नुभयो। एकदम धेरै सबभन्दा धेरै राजस्व चाहिँ हाम्रो मूल्य वृद्धि करबाट उठाउने रहेछ। दोस्रो धेरै आयकरबाट उठाउने रहेछ 26%। तेस्रो नम्बरमा भन्सार महसुल रहेको छ। चौथो नम्बरमा चाहिँ हाम्रो अन्तःशुल्क रहेको छ र गैर कर राजस्वको योगदान पनि 10.8%, अन्य करहरू चाहिँ 0%। अब उसमा कुल वैदेशिक सहायता प्राप्त ऋण र अनुदान क्रमशः 82.5%, 17.5% रहेको। साथै कुल राष्ट्र उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्त 2.4%। 80-81मा कुल वैदेशिक सहायता प्राप्त ऋण चाहिँ 82.5%, अनुदान चाहिँ 17.5%। ऋण धेरै छ, हाम्रो अनुदान कमै रहेको छ। हाम्रो बजेट पनि त्यही भएर त्यही अनुसार बनाइन्छ। हाम्रो बजेटमा पनि ऋणको अंश बढी हुन्छ भने अनुदानको अंश एकदमै कम हुन्छ। कुल राष्ट्र उत्पादनको अनुपातमा वैदेशिक सहायता 2.4% रहेको। वैदेशिक सहायता चाहिँ 2.4% रहेको। सरकारले तिर्न बाँकी सार्वजनिक ऋण
चाहिँ 2081 फागुनमा कुल ग्रास्त उत्पादनको 43.8%, 2081 फागुनमा चाहिँ 43.8% र 2081 असारमा 77, अब औँसी 81को अन्त्यमा 42.64% रहेको थियो। 2081 फागुनसम्म तिर्नु बाँकी कुल सार्वजनिक ऋण आन्तरिक र बाह्य ऋणको अनुपात क्रमशः 49.2% र 50.8%। 81 फागुनसम्म अर्थात् 81-82 आर्थिक वर्ष 81-82को 8 महिना भनौँ न, 8 महिनामा चाहिँ 49.2% आन्तरिक ऋण र 50.8% तिर्नु बाँकी कुल ऋणमध्ये त्यो हिस्सा थियो। अब औँसीमा तिर्नु बाँकी सार्वजनिक ऋण आन्तरिक र विदेशी ऋणको अंश क्रमशः 48.5% र 51.5% रहेको। यो ऋणको अंश चाहिँ घटबड भइरहेको छ। आन्तरिक ऋण केही कम र बाह्य ऋण बढी रहेछ तिर्नमध्ये। नोट, अब यो नोट चाहिँ छुट्टै आर्थिक सर्वेक्षणभन्दा बाहिरको पाटो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको 2082 पुस महिनाको प्रतिवेदन अनुसार 2082 पुस मसान्तसम्म नेपालको तिर्नबादी कुल सार्वजनिक ऋण 28 खर्ब 6 अर्ब 39 करोड। 28 खर्ब 6 अर्ब 39 करोड चाहिँ कुल तिर्नबादी सार्वजनिक ऋण पुगेको छ, जसमध्ये कुल पुगेको र जुन कुल ग्रास्त उत्पादनको 45.95% रहेको। कुल ग्रास्त उत्पादनमा 45.95। हाम्रो प्रत्येक वर्ष कुल ग्रास्त उत्पादनमा ऋण तिर्नबादी सार्वजनिक ऋण कुल ग्रास्त उत्पादनको अनुपातमा तिर्नबादी सार्वजनिक ऋणको अनुपात के अरे ऋण चाहिँ बढ्दै गइरहेको देखिन्छ। यसले के भन्छ भने हाम्रो ऋणको अंश चाहिँ बढिरहेछ, प्रत्येक वर्ष थपिँदैछ, घटिरहेको छैन भन्ने यसले देखाउँछ। कुल सार्वजनिक ऋणमा वैदेशिक र आन्तरिक ऋणको हिस्सा यो फागुन के पुस महिनासम्म 2082 पुस मसान्तसम्मको हो। यो ऋणको सार्वजनिक ऋण चाहिँ 53 र 47% रहेको ऋणको हिस्सा। ऋणमा वैदेशिक आन्तरिक ऋणको हिस्सा चाहिँ 53 र 47% रहेको पढ्ने चाहिँ यो देखायो। अनि अब औँसी 81मा सार्वजनिक संस्थान, औँसी 81मा सार्वजनिक संस्थान टोटल सार्वजनिक संस्थान 45वटा रहेका छन्। 79-80मा 44वटा रहेका थिए र जसमध्ये औँसी 81मा 28वटा नाफामा, 15वटा घाटामा कारोबार शून्य 2वटा, 79-80मा चाहिँ 26वटा नाफामा, 16वटा घाटामा, 2वटा कारोबार शून्य गरी जम्मा 44 रहेको बुझ्न सक्यो। साथीहरू, आजको यो आर्थिक सर्वेक्षणको केही डाटाहरू यहाँ मैले प्रस्तुत गरेको छु, जस हजुरहरूलाई लिखित पत्र र प्रथम पत्र दुवैमा एकदमै फ्रुटफुल हुन्छ भन्ने मैले लिइरहेको छु। यो चाहिँ हाम्रो लिखित पत्रमा पनि धेरै काम लाग्ने हुनाले मैले अलि डिटेलमा राखेको छु र यसलाई हेर्नुहोला। र भिडियो कस्तो लाग्छ, यदि भिडियो राम्रो लागेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला भन्दै सबैलाई धेरै धेरै धन्यवाद।